हेलो वेलकम ब्याक टु माई न्यू च्यानल। फेरि मेरो ब्लगमा स्वागत छ तपाईँहरूलाई। काम सनग्लास लाएर हो झोला ग्याङ। के गर्नुभएको अरू? ए हजुर माथि लखडी खेल्नु। अलिक घाम लागिरहेछ नि त, अनि पो जस्तो लाग्यो त। घाम लागेर पो चस्मा लाग्यो त। त्यही त अब यहाँ दामी हुन्छ नि, कस्तो दामी हुन्छ। शुभ बिहानी सबैजनालाई, सबै सन्चै होला। केटाकेटी हो, अङ्कल आन्टी हो, सबैजना हाम्रो गाउँघर जस्तो छ। एकछिन त ब्यागबाट देख्नु थियो कस्तो छ हाम्रो गाउँ, देखाउँदिनँ त कस्तो भन्दा यतिकै बसेर त काम चलेन त गाउँमा। कुचकालमै परेको भाइ, के गर्नुपर्छ अब। यो पाएँ नि त मैले काम। यहाँ हतियारहरू रेडी छ नि। अब हाफ प्यान्ट र भेस्टमा अब त गरम लाग्न थाल्यो हो, गरम चढ्नु थाल्यो। सब्सक्राइब गर्नु चाहिँ भुलिने होइन फेरि। लाइक सब्सक्राइब सेयर बटन भन्ने हुन्छ कि, त्यो चाहिँ दबाउनु भुलिनु भएन नि हो। माथि पो त आमा धेरै माथि छ, देखाउँदै गर्छु नि ल, हेर्नुहोस् न तपाईँहरू। मैदानमा पुगिसक्यो। अब हाम्रो यहाँ माथि छ लखडी, यिनीहरू सबै यहाँ मुनि रोडमा निकाल्नु भने योहरू यता माथितिर छ। कस्तो भन्दा उठ यहाँतिर लोडाइरहेको छ, योहरू सबै झेलेर तल पुऱ्याउनु पर्ने हो। काम त फेरि जति भेटिहाल्छ नि। यहाँ पनि हाम्रै अँगासी बारी, यहाँ माथिको पल्टाएको थिएँ हत्तु भयो नि हिजो त। म कस्तो भन्दा यो चाहिँ कटुसको रुख, कोइलाको लागि कटुसको भने थाट कटुसै त। यहाँ चाहिँ कोइला बनाउँछ हो। यहाँ छ आम्मा, यता छ, यहाँ माथि छ, यता लडेछ, यहाँ पल्लोपट्टि छ, योपट्टि छ, यहाँ यता माथिबाट पनि ल्याएको छ। मरेन यार, यता पनि छ हो। मुनि हो नि घर त, तलबाट आइयो। काम गर्नु पऱ्यो, कुछ पानी के लिए कुछ खाना पड़ता है, नहीं कुछ करना पड़ता है। दुःख सुख यस्तै छ हाम्रो जिन्दगी, हामीसँग जोडेर बस्नु। मजा आउने छ तपाईँहरूलाई, बुझ्नुभयो नि। अब चाहिँ काममा लागेको ब्रो, कसम ठ्याक्कै अब 10 बजी हो। अब 5 बजी सुरु गर्नुपर्छ, त्यहाँदेखि जाने घरमा। अनि गाई ल्यायो जाने, त्यहाँदेखि हल्का लुगासुगा धुयो, सब्जी सुक्यो, सुत्यो। जिन्दगी सजिलो छ जोडेर तपाईँलाई देखाउँछ काम कस्तो हुन्छ। काम भनेको कस्तो गर्नुपर्छ, होसियारले एकदम जोडिन्छ, चेपिन्छ, हात बिग्रिन्छ। बिस्तारो आरामले मजाले गर्नुपर्छ, हतारले होइन। जल का काम शैतान का होता है। त्यतिकै त हेरेँ म दिँदा हेरेको के भएको अब फर्स्ट यहाँको निकाल्नु पर्ला है ब्रोहरू। कस्तो मैले कस्तो बनाउँदैछु, एकदम कन्टेन्ट राम्रै हुँदैछ नि है। कन्टेन्ट ठिकै छ कि छैन हेर्नु पऱ्यो तपाईँहरू, यसो कमेन्ट गर्नु पऱ्यो क्या। अब यहाँ त फेरि खुल्टीमा पस्यो भने चाहिँ थोरै साह्रो हुँदैन निकाल्नु, कस्तो मलाई
के भएको यस्तो पो छ त फेरि हाम्रो त आम्मा यहाँ माथिबाट ल्याएको अब यहाँ माथि अझै छ कि छैन हौ छैन अब यहाँ भएको हो त्यहाँ पल्लोपट्टि उतापट्टि यहाँ यता आम्मा तल पुऱ्याउनु पर्ने हो वाउ भ्यू चाहिँ दामी छ है कस्तो ल हेर्दै गर्नुहोस् तपाईँलाई देखाउँछु म काम गरेको ल अब चाहिँ खाना खानु लाग्दैको घरतिर साह्रो गल्यो हतियारहरू गोजीतिर छ हो मौसम चाहिँ दामी भइरहेछ तर नि खासमा काम गर्दा चाहिँ यस्तो नहुनु पर्ने हो साह्रो हुन्छ क्या ट्रेनिङ हो जाएगा भाइ ल अब चाहिँ घर आइपुगेँ अब खाना खाना पड़ेगा फिर ऊपर जाना पड़ेगा फिर गर्नु छ खाना खाऊ लुगा सुकेर थियो सुकेको सुकिन यार म बस्ने कोठा चाहिँ यहाँ छ रुम चाहिँ हो बत्ती आइरहेको छ 50 मान्नु छ लुगा च्यातिरहेको थियो यार सुकाउनु पर्छ यहाँ हो मेरो रुम चाहिँ मेरो रुम पनि देखाउँछु कुनै दिन अभी नै यता चाहिँ गाईको गोठ हो हाम्रो यता चाहिँ बनिँदै गरेको टोइलेट यहाँमा चाहिँ अहिले आलु रोपेको अहिले भन्दा अस्ति रोपेको फलाउँदैछ इस माई होम कस्तो मरि धुको नगर्न जस्तो त प्लिज किराको भएको खुट्टा सुट्टा हात सात पखालिएन त्यहाँदेखि के गर्नुपर्छ थाहा छ खाजा खानुपर्छ कति शीतल ल घाम पनि गयो अब चाहिँ कामबाट आएको बित्तिकै घाम जान्छ काममा जानु कि घाम सिरहेको भएको घामले पनि सता छ यहाँ गोठको लागि चित्र बुनेको बाख्राहरू यहाँ बर्थडेको लागि यता त लगाइसक्यो गाईको गोठमा ल अब खाना खाउँ होला होइन ल माथिबाट झिरेको आमा माथिबाट झिरेको यति चाहिँ ल्याइसक्यो आदि यहीँ माथि छ अझै माथि बिस्टे राखेको छ आजको लागि यति अझ फर्किरहेको घरतिर हो अझै घरतिर लाग्दैको म यस्तो पनि हुँदो रहेछ होइन पसिना चेपचेप भइरहेछ कस्तो के गरेको अब आँखा भएर कस्तो भएको छ फेरि घाम पो लागेको जस्तो भएर घाम त के लाग्थ्यो अब
कालो बेला लाग्छ स्वच्छ थाप्दैछु अब घरमा बुवाहरू आउनुभएछ ल अब चाहिँ गाडी जाउँ ल ओह यहाँ छ हाम्रो गोरु चाहिँ अरूको दुइटाको यसरी बाँधिरहेको हुन्छ ऊ लडामा फेरि तन्काएपछि तँलाई खाइदिन्छ अहिले घरै लगिदिनु अनि यहाँको कहाँ गएछ दुइटा गाई उता त गयो कि के उता घरतिर अब घरतिर चल्यो गाईहरू त कता गएछ कतातिर पसी गयो यता भोडाङको मर जान्छ फेरि एउटा एक्सपो हुन्छ त कस्तो हुन्छ फेरि हो गाई कता गयो कसम फेरि अरूको बारीमा खाँदै हुन्छ मजाले चढेर हो कुद्यो स्पिड हो ल अब चाहिँ खाना खाने हो होइन सबैजनालाई एकदमै धन्यवाद मेरो तर्फबाट राख्दै गएपछि